अहि लक्ष्मी घर ढुक दली दर भार द कति रमाइलो बने आदि मेर त जालो परे छ नि त उ निघे छ उ छ ओइमा धराइ छ नि। ह्यापी दीपावली लक्ष्मी पूजाको सम्पूर्णमा शुभकामना को सम्पूर्णमा शुभकामना। त आजको ब्लग चाहिँ मेरो सुरु भइसकेको छ अनि म चाहिँ बिहानै उठेर नुहाइ धुवाइ गरेर चाहिँ अहिले पूजा गर्नुपर्छ अनि पूजाको तयारी पनि गर्नुपर्छ। त्यही भएर चाहिँ म चाहिँ नुहाएर अब कामतिर लाग्दैछु। अनि यहाँ चाहिँ बिहान बिहानै हाम्रो देउरानीले चाहिँ गोबरबाट आँगन निप्दै हुनुहुन्छ। त मेरो भिडियो पुरा वाच गरिदिनु होला साथीहरू। नसक्नुहुन्छ कति धेरै घाम लागेको छ। अनि म चाहिँ आएको छु यहाँ सयपत्री फुल टिप्नको लागि बेलुका पूजाको लागि। यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ खेतमा रोपेको थिएँ सयपत्रीको फुल अनि त्यही टिप्न आएको। अनि म चाहिँ यहाँ फुल टिपेर आएर चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो घरमा चाहिँ मेरो नन्दज्यू अनि देउरानीले चाहिँ धमाधम रङ्गोली चाहिँ बनाउँदै हुनुहुन्छ, रङ्गोलीको तयारी गर्दै हुनुहुन्छ। अनि म चाहिँ अब लाग्छु खाना पकाउन। खाना पकाएर चाहिँ अनि मलाई पूजाको तयारी गर्नुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ हाम्रो थारू समुदायमा चाहिँ सबैको घर घरमा चाहिँ यसरी केराको थम्बा चाहिँ यहाँ बनाउँदै पनि हुनुहुन्छ र कतिले बनाइसक्नु भयो। अनि यहाँ चाहिँ रङ्गोली बनाउनको लागि तयारी गर्दै हुनुहुन्छ। अनि अरूले चाहिँ आन्टीहरूले चाहिँ यहाँ बनाइ पनि सक्नु भएको छ। अनि म चाहिँ यहाँ गर्दैछु अब यो दियो बाल्नको लागि चाहिँ सबैमा बत्ती र तेल चाहिँ हाल्दैछु अनि तयारी म पनि गर्दैछु। अनि त्यस पछाडि चाहिँ अरू गर्छु। अनि यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ सबैमा यो लगाइसकेँ। अनि तपाईहरूले चाहिँ कतिको तयारी गर्नुभयो नि साथीहरू कमेन्ट बक्समा भन्नुहोला। अनि यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ सबै रेडी बनाएर अनि अब चाहिँ लागेँ अर्को कामतिर। अनि यो तिहार चाहिँ एकदमै रमाइलो लाग्छ मलाई। अनि यहाँ हेर्न सक्नुहुन्छ मैले चाहिँ यो घैँटामा सानो कलश ल्याएको थिएँ। अनि त्यसमा चाहिँ तपाईहरू गर्नुहुन्छ कि नै, तर हाम्रोमा चाहिँ यो पिठो काँचो पिठो कुटेर अनि यसरी चाहिँ लाउनुपर्छ पिठो र सिन्दुर। अनि त्यसपछि यहाँ मैले चाहिँ त्यस पछाडि तुलसीको मोठमा चाहिँ शुभ लाभ बनाउँदैछु गोबरले हल्का निपेर। अनि यहाँ सिन्दुरबाट हेर्न सक्नुहुन्छ मैले पूजाको लागि चाहिँ तयारी गर्दैछु बनाउँदैछु। अनि हजुरहरूले चाहिँ कतिको बनाउनु भएको छ। अनि मेरो बुवाले चाहिँ आज बेलुका खेल्ने हो अहिले यो हुकालोली बिहानको नुन भग्या भन्ने चाहिँ हाम्रो कहावत हुन्छ त्यहाँ भन्नुपर्ने। अनि त्यस पछाडि चाहिँ हेर्न सक्नुहुन्छ बुवाले चाहिँ अरू बनाइसक्नु भएको छ। अनि यतातिर रङ्गोली पनि बनाउँदै हुनुहुन्छ। अनि सबै काम सकेर चाहिँ म यहाँ रेडी हुन आएँ अब पूजा गर्नको लागि चाहिँ मैले नयाँ साडीहरू अनि त्यसपछि हल्का मेकअप थोरै मेकअपहरू गरेँ। अनि गरिसकेर चाहिँ अब म चाहिँ पूजा गर्छु। मैले सबै अरू काम चाहिँ सबै भ्याइसकेर आएको। यहाँ हेर्न सक्नुहुन्छ म चाहिँ रेडी भइसकेँ साथीहरू। अनि मेरो लुक चाहिँ आजको कस्तो देखिएको छ भनिदिनु कमेन्ट बक्समा है। अनि रेडी भइसकेर म चाहिँ अब लागेँ पूजा गर्नेतर्फ साथीहरू। अनि यहाँ चाहिँ मैले सबै थोक अगाडि नै गरिसकेका थिएँ तयारी। अनि त्यस पछाडि चाहिँ पूजा गर्न मात्रै बाँकी थियो। त म चाहिँ यहाँ अब पूजा गर्दैछु लक्ष्मी भगवानको। सम्पूर्णमा चाहिँ लक्ष्मी भगवानले आफ्नो कृपा चाहिँ बनाइराखुन् भन्दै म पनि आफूलाई आशीर्वाद माग्नेछु। र तपाईहरू पनि भन्नुहोला साथीहरू के कति गर्दै हुनुहुन्छ गर्नुभयो आज लक्ष्मी भगवानको पूजा। अनि सुरुमा चाहिँ लक्ष्मी भगवानको पूजा गरेँ सँगै। अनि त्यसपछि मैले चाहिँ दियोहरू पुरै घरमा बालेँ यताउति आँगनमा अनि त्यसपछि दलानमा अनि ढोकाको छेउछाउहरूमा सबै ठाउँ चाहिँ मैले दियो बालेँ।
त अहि लक्ष्मी घर ढुक दली दरबार द ले एकचोटि फ्यान खेदे त हस्त आजको भ्लग चाहिँ मेरो यति नै रहेको छ। हामीले चाहिँ रमाइलो साथ मनायौँ दीपावली। हजुरहरूले पनि मनाउनु भयो होला भन्ने मलाई आशा छ। आजको भ्लग यति नै त सबैमा राम राम लागि चाहिँ अर्को भिडियोमा फेरि पनि भेट्ने नै छ साथीहरू। तबसम्मको लागि बाई ह्याप्पी दीपावली। ह्याप्पी दीपावली।